अस्ट्रेलियाले हालै नयाँ अपडेट इमिग्रेसनले लिएर आएको छ, मिनिस्ट्रियल डिरेक्सन्स 115, जुन चाहिँ अब स्टुडेन्टहरूले बुझ्नुपर्ने छ कि 115 मिनिस्ट्रियल डिरेक्सनले अब आउने 2026लाई एप्लाई गर्न खोज्ने स्टुडेन्ट भाइ बहिनीहरूलाई कस्तो प्रभाव पार्छ हो। लास्ट इयर 2025मा जस्तै यो वर्ष पनि मिनिस्ट्रियल डिरेक्सन आएको छ, जसले लास्ट इयरको कोटाभन्दा बेसी स्टुडेन्टको कोटा अब इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलियाले भित्राउने भएको छ। र अब इमिग्रेसनले त्यो पोलिसीमा कस्तो खालको कुराहरूमा चाहिँ मोनिटर गर्ने भएको छ ड्युरिङ द भिजा प्रोसेस भनेदेखि अब स्टुडेन्टहरूले एप्लाई गर्दाखेरि कलेज युनिभर्सिटीहरूमा गभर्मेन्टले दिएको कोटा जुन चाहिँ सर्टेन स्टुडेन्ट नम्बर दिएको हुन्छ एनुअल्ली, त्यो कोटाभित्र रहेर उनीहरूले सिट प्लेसमेन्ट गर्ने भएको हुनाले चाहिँ जुन कलेज युनिभर्सिटीमा 80% कोटा फुलफिल नभइसकेको अवस्थामा यदि त्यो कलेज युनिभर्सिटी छ भने अब भिजा अफिसरले त्यस स्टुडेन्टलाई प्रायोरिटी फर्स्टमा राख्ने भएको छ ड्युरिङ द भिजा प्रोसेस। साथसाथै यसमा के पनि भनिएको छ भनेदेखि इमिग्रेसन अफिसरले त्यो कलेज युनिभर्सिटीको चाहिँ रिजनल बेसिसमा रहेर सर्भिस प्रोभाइड गरिरहेको चाहिँ कलेज युनिभर्सिटी छ भने चाहिँ स्टुडेन्टलाई प्रायोरिटीमा राख्ने भएको छ। र थप जस्तो कि युनिभर्सिटी कलेजले स्टुडेन्टहरूलाई खास गरेर एप्लाई गर्दाखेरि जुन चाहिँ इन्टिग्रिटीको कुराहरू पनि उठाएको छ, जस्तो डकुमेन्टेसनको कुरा गर्नुपर्दा फिनान्सियल डकुमेन्टेसन जुन अस्ट्रेलिया भिजा प्रोसेसिङमा मेजर मानिन्छ, त्यो डकुमेन्टमा चाहिँ इन्टिग्रिटी कतिको छ, फेक डकुमेन्टहरू जस्तो नभएका किसिमका इन्कमहरू राखेर गराउनुभन्दा रियल जेन्युन इन्कम स्टेटमेन्टहरू भएका र इन्कमको पाटोमा चाहिँ एकदम जेन्युन इन्कम भएकाले मात्रै एप्लाई गरौँ भन्ने चाहिँ इमिग्रेसनले चाहन्छ। र थप यो विषयमा जानकारी लिनको लागि भिएक्सएल एजुकेसन काउसतीमा चाहिँ सम्पर्क गर्नुहोला। थ्याङ्क यू।